जय मसीह। आज बिहानीको संगतिमा आउनको लागि तपाईहरु कतिजना उत्साहित भएर आउनुभयो? प्रभुको स्तुति होस् कि धेरैजनाको हात उठ्यो एकसाथ। साँच्चै नै आजको दिनको प्रतीक्षामा हामीहरू थियौँ, किनभनेदेखिलाई हामीलाई संगति अनि प्रभुको वचनको हामीलाई तृष्णा गरिकन आजको संगतिमा आएका छौँ। अनि आज मैले तपाईहरुको बीचमा बोल्ने वचनको शीर्षक चाहिँ किन संगतिमा जानुपर्ने भन्ने विषयमा बोल्न लागेको छु। सायद यो वचन दोहोरिन पनि सक्छ, किनभने केही समय अगाडि मैले बोलेको छु। तपाईलाई थाहा छ, समय परिस्थिति अनुसार समय सापेक्ष मैले बोल्ने गरेको छु। अनि निश्चित किताबबाट चाहिँ सिरिजमा हाम्रो पास्टर नकुल भाइले बोल्दै आउनु भएको छ, तर म चाहिँ समय परिस्थिति अनुसार बोल्दै आएको हुनाले आज फेरि मैले यो वचनलाई ल्याएको छु। यो 1 महिना भन्दा अगाडि चाहिँ 1 महिना अगाडि मैले चाडबाडको विषयमा बाइबलले के भन्दछ विषयमा मैले बोलेको थिएँ भने आज चाहिँ मैले तपाईहरुको बीचमा किन संगति जानुपर्ने त भन्ने विषयमा बोल्न लागेको छु। किनभनेदेखिलाई यी दिनहरुमा मैले याद गरेको कुरा चाहिँ संगतिमा आउनको लागि हामीलाई के भइराखेको छ, संगतिमा आउनको लागि चाहिँ हामीलाई अलिकति बोर लागेको जस्तो, झन्झट लागेको, बहाना, थुप्रै कतिजनामा आतंक, एक प्रकारको डर, एक प्रकारको विभिन्न प्रकारको कुराहरू भइराखेको अवस्था, अल्छी लाग्ने कुराहरू भएको कुरा मैले अनुभव गरेको छु। कृपया नानी कसको रुइराखेको छ तपाईले बाहिर लिएर जानुहोस्, बाहिर राख्नुहोस् तपाईले नानीलाई। अनि ठुलो मान्छेहरू सबै भित्र बस्नुहोस् ल, सबैजना तपाईहरु भित्र बस्नु होला। तपाईले सानो नानीहरूलाई हामीले बारम्बार भनेका छौँ, तपाईले माथि क्लासमा नानीहरूको क्लासमा लानलाई तपाईले बानी गराउनुहोस्, ताकि सानैबाट नानी चाहिँ त्यहाँबाट सिक्न सकेको होस् बाइबलको आधारभूत बेसिक कुराहरू भनेर म तपाईलाई अनुरोध गर्न चाहन्छु हो कि। अनि तपाईको कोही नानीहरू यताउति गर्छ, नानीहरू कराउँछ भनेदेखि तपाईले बाहिर लगेर फकाएर भित्र ल्याउन सक्नुहुन्छ। र बाहिर बस्नेहरू पनि तपाई भित्र ठाउँ तपाईहरुको लागि खाली छ। अनि हामीहरू शनिबार 2 घण्टा चाहिँ संगतिको लागि हामीले समय दिनेछौँ। यो समय म तपाईहरुलाई एउटा उदाहरणबाट आज बिहानीको वचनबाट सुरु गर्न चाहन्छु। हुन त कतिजना यहाँ बाहिर निस्केर गइसकेका छन्, कतिजना बाहिर हुनुहुन्छ। ध्यान दिएर यो उदाहरणलाई तपाईले सुन्दिनको लागि, त्यसपछि तपाईलाई थाहा हुन्छ कसरी हामी संगतिमा बस्नुपर्छ भन्ने कुरामा अघि यो उदाहरणलाई कृपया ध्यान दिनको निम्ति म विशेष तपाईलाई अनुरोध गर्न चाहन्छु। मण्डलीमा, चर्चमा एकजना दिदीले पास्टर गुरुबालाई भनेछन्, गुरुबा म अर्को हप्तादेखि संगतिमा आउँदिन। अनि गुरुबाले भनेछ किन? अनि त्यसपछि विश्वासी दिदीले भनेछन् किनभने अर्को हप्तादेखि म नआउनु पर्ने कारण चाहिँ यस्तो छ, यता फर्किँदा मोबाइल चलाएको छ, उता फर्किँदा कुरा काटिराखेको छ, यता खेलिराखेको छ, सबैजना आफ्नो धुनमा छन्। अनि धर्मी मानिस त मैले एउटै पनि भेटिनँ, त्यस कारणले गर्दा म अर्को हप्ताबाट चर्चमा आउँदिन। अनि पास्टरले एकछिन सोचेर भनेछन् ठिक छ, तर तपाईले मैले भनेको एउटा कुरालाई मान्नुहुन्छ? अनि पास्टरले भनेको कुरा नमान्ने कुरा भएन। अनि त्यो दिदीले भनेछन् हुन्छ, त्यसपछि भन्नुहोस् न। अनि पास्टरले भन्नु थाल्नु भएछ, तपाईलाई एउटा ग्लासमा म पानी दिन्छु, अनि त्यसपछि यो चर्चको फेरामा 3 फेरा तपाईले लगाउनुहोस् भनेर पास्टरले भनेछ। त्यसपछि त्यो पानी त्यो ग्लासबाट बाहिर झर्नु हुँदैन। तपाईको काम चाहिँ यो चर्च त्यो पानी हातमा लिएर वरिपरि तपाईले 3 फेरा लगाउनु पर्ने हुन्छ। अनि दिदीले हुन्छ भनेर लगाउन सुरु गर्नुभयो। अनि सकिसकेपछि पास्टरले भन्नुभएछ सक्नुभयो, मैले दिएको जिम्मेवारी मैले सकेँ गुरुबा। त्यसपछि पास्टरले भन्नुभएछ तपाईले कसैले मोबाइल चलाएको, कुरा गर्दै गरेको, खेलेको, अरूको कुरा काटेको देख्नुभयो? अनि त्यसपछि त्यो दिदीले भनेछ मैले देखिनँ, किनभने मेरो सम्पूर्ण ध्यान चाहिँ त्यो ग्लासको पानीमा थियो। किनभनेदेखि कतै झरिहाल्छ कि
किनभने नझार्नु भन्ने तपाईँले मलाई आदेश दिनुभएको थियो। त्यसो भएको हुनाले कतै झरिहाल्छ कि भनेर सम्पूर्ण मैले ध्यान केन्द्रित त्यो ग्लासमा दिएको थिएँ। अनि पास्टरले भन्नुभएछ, हो त्यसै गरी तपाईँले पनि सम्पूर्ण ध्यान सुरुदेखि अन्तिमसम्म सेवामा दिनुहोस्, परमेश्वरको वचनमा ध्यान दिनुहोस्। अरूले के गर्दैछन् तपाईँले चासो नगर्नुहोस्, अरूले कसो गर्दैछन् मतलब नगर्नुहोस्। अनि त्यसपछि दिदीको आँखा खुलेछ, अनि दिदीले त्यसै गर्न थाल्नुभएछ। आमेन। अनि आज बिहानी पनि यो जब तपाईँले यो मैले उदाहरणको घटनालाई तपाईँले पेश गरेँ, मैले सुनाएँ, तपाईँले कतिजनाले पालन गर्नुहुन्छ मलाई थाहा छैन। त्यस कारण गर्दा यताउति हल्ला गर्ने, सल्लाह गर्ने हो कि तपाईँले कुन कलरको लुगा लगाए किन्यो, क्रिसमसको लागि सपिङ गर्यो, कहिले गर्ने, विदेशबाट पैसा कति आयो, अनि त्यो घरमा के खाना खाएर आउनुभयो, मेरो त पसल खोल्नु बित्यो होला, मेरो त साथीसँग भेट्नु पर्ने, छोडिदिनुहोस् यी सबै कुराहरू। र यहाँ वरिपरि कसैले मोबाइल चलाइराखेको छ, कानमा काने खुसी गर्न आएको छ तपाईँलाई है, कोही चलिराखेको छ, त्यो वास्ता नगर्नुहोस्। अरूले के गर्दैछन् तपाईँले वास्ता नगर्नुहोस्। हामी एउटाले अर्कालाई के गर्दैछ हामी वास्ता नगरिकन प्रभुको वचनमा ध्यान दियौँ भनेदेखिलाई साँच्चै नै हाम्रो निम्ति त्यो लाभदायक हुनेछ भनेर म विश्वास गर्छु। आमेन। अनि आज बिहानको वचनको शीर्षक मैले अघिबाटै तपाईँलाई भनेको छु र 6वटा त्यो भित्र बुदामा रहेर हामीले सुन्नेछौँ। किन सङ्गति जानुपर्ने भन्ने शीर्षकमा रहेर 6वटा बुदा म तपाईँहरूको बिचमा तयार गरेर ल्याएको छु। अनि पहिलो चाहिँ हो परमेश्वरको आज्ञा पालन गर्नको निम्ति हामी सङ्गतिमा नियमित रूपमा भेला हुनुपर्छ, अर्थात् जानुपर्छ। पहिलो चाहिँ हामी नियमित रूपमा सङ्गति जानुपर्नेको कारण चाहिँ परमेश्वरको आज्ञालाई पालन गर्नको निम्ति। अनि दोस्रो कुरा चाहिँ हामी देख्न सक्छौँ हाम्रो आत्मिक वृद्धि विकास गर्नको निम्ति हामी नियमित रूपमा सङ्गतिमा भेला हुनुपर्छ या चर्चमा हामी जानुपर्छ। तेस्रो कुरो चाहिँ हामीहरू चाहिँ हामी उदाहरणको जीवन जिउनको लागि पनि सङ्गतिमा हामी जानुपर्छ, उदाहरणको जीवन जिउनको लागि। र चौथो कुरो चाहिँ हामी चाहिँ जागा रहनको निम्ति र तयार रहनको निम्ति पनि हामी सङ्गतिमा भेला हुनुपर्छ र मण्डलीमा जानुपर्छ। र अन्तिममा पाँचौँ कुरा चाहिँ हाम्रो विवेक, परमेश्वर दिनुभएको विवेकलाई शुद्ध र पवित्र राख्नको लागि पनि सङ्गतिमा हामी जानुपर्दछ। र अन्तिम 6औँ बुदामा चाहिँ के छ भनेदेखिलाई मण्डली या सङ्गतिलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि पनि नियमित रूपमा हामी सङ्गतिमा भेला हुनुपर्छ। यो 6वटा बुदामा रहिकन हामी आजको सङ्गतिमा प्रभुको वचनलाई ध्यान दिएर सुन्नेछौँ। आमेन। त्यो अघिको विश्वासीको दिदीले ध्यान केमा दिएको थियो? ग्लासको पानीमा। हामी केमा दिनेछौँ? प्रभुको वचनमा, हो कि? अनि अन्तिमसम्म ध्यान दिएर सुन्नुहुनेछ भनेर मैले विश्वास गरेको छु। अनि किन आजभोलि धेरैजनाको परिवारमा सङ्गतिमा जाने वा नजाने, किन जाने भन्ने एउटा बहस पनि भइराखेकै छ कतिजनाको परिवारमा, तपाईँले यहाँ नभने तापनि, हो कि? अनि त्यो विभिन्न बाहनाहरू छ हाम्रो। त्यो बाहना चाहिँ के हो भनेदेखिलाई विशेष गरिकन कति पएको घर परिवारमा चाहिँ विषयमा चाहिँ बहस के छ भनेदेखिलाई सङ्गतिमा किन जानु, त्यहाँ बोर हुन्छ। 2 घन्टा पास्टरहरूले बाहिर निस्किनु पनि दिँदैनन्, भित्र कोचेर बस्नुपर्छ, मलाई त सुन्न पनि मन लाग्दैन, बुझ्दिनँ भनेर त्यो बाहनाहरूमध्ये एउटा बाहना त्यो पनि आउँछ। कति मानिसहरू चाहिँ मण्डलीको सङ्गतिमा विशेष गरिकन नआउनुको कारण चाहिँ हामी कसैले चिनेकै हुँदैन मलाई, अनि म पनि उनीहरूलाई राम्रोसँग चिन्दिनँ, अनि त्यो अपरिचित ठाउँमा म जाँदिनँ भन्ने हामीलाई बाहना हुन्छ। र अर्को कुरो चाहिँ हामी देख्न सक्छौँ कतिजनाको सङ्गतिमा गएर के गर्ने, त्यहाँ कसैले सहयोगै गर्दैन, सहयोगी आत्माहरू मैले भेटाइनँ भनेर मानिसहरूले त्यो बाहना गरेको हामी देख्न सक्छौँ। र कतिजनाको चाहिँ होटल पसल व्यवसाय छ, हो कि?
होटल पसल व्यवसाय छ। शनिबार सबैजनाको अफिस छुट्टी हुन्छ, किनमेल गर्न आउँछन्। नियमित ग्राहकहरू आज पसल खोलिन भने ग्राहक अर्को पसलमा जान्छ अनि के गर्नु भनेर पनि मान्छे त्यो बहानाहरूमध्ये एउटा बहानाले मण्डलीमा आउँदैनन्, हो कि? अनि कतिजनाको चाहिँ सङ्गतिमा आउने बेलामा टुप्लुक्कै पाहुना आउँछ। आज हाम्रो पनि पाहुना आउनु भएको थियो, तर उहाँले त भन्नुभयो, उहाँले एकदम थाहा छ तिमीहरूको सङ्गतिमा जानु ढिलो हुँदैछ, त्यस कारण त उहाँ बेलैमा जानुभयो, हो कि? त्यस कारण गर्दा त्यस्तो समस्याहरू पनि आउँछ। अनि पाहुना आएको हुनाले सङ्गति त सधैँ गइराखेको हो नि, त्यस कारण गर्दा पाहुना आएको हुनाले आज सङ्गतिमा नजाउँ होला भन्ने एउटा बहाना पनि हाम्रो लागि थपिन्छ। र अर्को चाहिँ कतिजना जवान केटाहरूले चाहिँ त्यहाँनिर भनेको जस्तो केटी हेर्न लायकको केटी छैन, किन जानु? अनि केटीहरूले पनि त्यहाँनिर त मनपर्ने खालको केटाहरू पनि देखिन हो, किन जानु? अनि चर्चलाई चाहिँ केटाकेटी हेर्ने ठाउँ थलोको रूपमा पनि लिएको कारणले गर्दा मानिसहरू सङ्गतिमा आउँदैनन्, त्यो बहानाबाजी गरेर। अनि अहिले अनलाइनको सिस्टम छ, हो कि? विशेष गरिकन अहिले अनलाइन जुन प्रकारले अनलाइनमा विभिन्न प्रकारको सेवा सङ्गतिहरू हुन्छ, हो कि? अनि त्यस कारण गर्दाखेरि यो कारणले गर्दाखेरि अनि मैले रोजेको जस्तो वक्ता अनि चाहेको जस्तो वचन मोबाइलमै आउँछ, टिभीमै हुन्छ, किन चर्चमा जानु भनेर पनि मानिसहरू सङ्गतिमा आउँदैनन्, चर्चमा जाँदैन, एउटा बहाना गरेर। अनि अर्को कुरो चाहिँ हामी देख्न सक्छौँ कतिजना मानिसहरू विभिन्न आशा बोकेर मण्डलीमा आइराखेको हुन्छन्, मेरो आवश्यकता पुरा हुन्छ कि भनेर। कतिजना कि शारीरिक रोगको चङ्गाई पाउने आशाले, मुक्ति उद्धार पाउनुभन्दा पनि क्षणिक चङ्गाईको आशाले, र कतिजनाको आवश्यकताहरू खाँचो पुरा हुन्छ कि चर्चको मान्छे दयालु हुन्छन्, दिन्छन् कि भन्ने उद्देश्यले आएको हुन्छन्। आउँछन् तर त्यहाँ मेरो पुरा हुँदैन भनेर आउँदैनन्। कतिजना चाहिँ त्यो बहाना, त्यहाँ मेरो पुरा हुँदैन भने किन जानु, मेरो आशा बोकेर गएको थिएँ भनेर पनि मानिसहरू त्यो बहाना गरेको हामी देख्छौँ। र हाम्रो प्राथमिकता कतिजनाकोले चाहिँ के भन्छन् भने हाम्रो प्राथमिकता चाहिँ के हो त? परिवार हो, पैसा हो, वनभोज जानुपर्ने, पिकनिक जानुपर्ने, किन जानु चर्चमा भनेर पनि आउँदैनन् कतिजना मान्छे बहाना गरेर। अनि त्यस कारण गर्दाखेरि अर्को कुरा चाहिँ हामी देख्न सक्छौँ कति धेरै मानिसहरूले चाहिँ परमेश्वरलाई भन्दा पनि पापलाई रुचाएको कारणले गर्दा सङ्गतिमा नआउने कारणहरूमध्ये यो हामी देख्छौँ। त्यो सबै बहानाका कुराहरू चाहिँ पापलाई मानिसहरूले रोजिराखेका छन् अनि परमेश्वरलाई भन्दा पनि, त्यस कारण मानिसहरू आउँदैनन्। कोही मानिसहरू चाहिँ नियमित रूपमा सङ्गतिमा आइराखेका छन्, जस्तो आज प्रभु भोज कोही मानिसहरू चाहिँ नियमित रूपमा, कोही चाहिँ कहिले कहिले। त्यो कहिले कहिले भित्र तपाईँहरू आज महिनामा एकचोटि आउने भित्र पर्नुभयो, अघि धेरैजना चाहिँ प्रभु भोजको दिनमा चाहिँ जानै पर्छ है भन्ने मानसिकता छ। त्यस्तो होइन, हरेक सङ्गतिहरूमा हामी जानुपर्छ। अहिले जुम सङ्गति छ, त्यसमा सहभागी हुनुपर्छ। जवान सङ्गति, दिदीबहिनी सङ्गति, दाजुभाइ सङ्गति, धेरै प्रकारको सङ्गतिहरू छ। प्रार्थना सङ्गति, घरेलु सङ्गति, जवान सङ्गति, थुप्रै प्रकारको सङ्गति। यी सबै प्रकारको सङ्गतिहरूमा हामी भाग लिनु जरुरी छ, किनभने हाम्रो आत्मिकी कुरालाई वृद्धि गर्नको निम्ति, विकास गर्नको निम्ति यी सङ्गतिहरू हामीलाई आवश्यकता छ। अनि धेरैजना मानिसहरू यी विविध बहानाको कारण गर्दा सङ्गतिमा आउँदैनन् अनि हामी बहाना गरेर हामी सङ्गतिमा जाँदैनौँ। र कतिपय मानिसहरू चाहिँ तीनचोटि मात्रै जिन्दगीमा सङ्गतिमा जान्छन्। एकचोटि, मलाई सुन्दै हुनुहुन्छ? कृपया दायाँ बायाँ नगर्नुहोस् है, मैले यहाँबाट एकदम देख्छु। कतिजना चाहिँ जन्मिँदाखेरि नाम राख्नको निम्ति मानिस नहरन भन्छ नि, नाम राख्नको लागि, नामाकरण गर्नको लागि मण्डली खोजेर जान्छन्। र दोस्रो कुरा चाहिँ अब हुर्क्यो, बढ्यो, वयस भयो, त्यसपछि के जवान भयो, त्यसपछि के गर्नु पर्यो? विवाह गर्नु पर्यो नि, कुनै संस्कारमा त गर्नु पर्यो। त्यस कारण चर्च खोज्दै
त्यसपछि विवाह गर्नु पर्यो भनेर आउँछन्। त्यसपछि यो अन्तिममा चाहिँ तेस्रो पटक चाहिँ यो धरतीलाई छोडेको दिनमा चर्च खोज्छन्। कुनै संस्कारबाट दफन त गर्नु पर्यो। त्यस कारण गर्दाखेरि यस्ता प्रकारको विश्वासीहरू हामी देख्छौँ। त तपाईँ हामी कुन प्रकारको विश्वासीभित्र परेका छौँ, हामीले एकचोटि आफूलाई निहालौँ। त यस कारण गर्दाखेरि हरेक सङ्गति तपाईँ र मेरो निम्ति एकदमै जरुरी छ। अब मैले अघि नै भने 6वटा बुँदाहरूमध्ये पहिलो बुँदामा परमेश्वरमा आज्ञा पालनको निम्ति भनी हामी सङ्गतिमा नियमित रूपमा जानुपर्छ। परमेश्वरको आज्ञा पालन गर्नको लागि पनि नियमित रूपमा हामी सङ्गतिमा भेला हुनु जरुरी छ। हिब्रू 10:24 र 25 पदलाई हामी पढ्नेछौँ। अनि त्यहाँनिर भनिन्छ, हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी हामी उत्साहित तुल्याउन सक्छौँ त्यस कुरामा हामी विचार गरौँ। 24 पदमा भनेको छ कि हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित तुल्याउन सक्छौँ त्यस कुरामा चाहिँ हामी विचार गरौँ। र दोस्रो 25मा भनेको कुरा चाहिँ कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीहरू चाहिँ एकसाथ भेला हुन नछोडौँ, किनभने तिमीहरूले प्रभुको दिन नजिक आएको देखेको हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन दिउँ, झन् उत्साहित तुलाउँ भनेर त्यहाँनिर भनेको कुरा हामी देख्न सक्छौँ हो कि। अनि हामी मण्डलीमा सङ्गतिमा भेला हुनुको कारणहरू यहाँ 3वटा कुराहरू दिएको छ। अनि पहिलो चाहिँ हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति सुधार गर्नको निम्ति पनि हामी सङ्गतिमा भेला हुनु जरुरी छ हो कि। प्रेम र असल कामको निम्ति सङ्गतिमा मात्रै सुधार गर्न सकिन्छ। परमेश्वरको वचनले, परमेश्वरको प्रेमले प्रभाव पारेर मात्रै हामी सुधार गर्न सक्छौँ हो कि। एउटाले अर्काको कमजोरीलाई चाहिँ परमेश्वरको वचनले मात्रै सुधार गर्न सक्दछ, कायममा ल्याउन सक्दछ। त्यस कारण त्यो ठाउँ चाहिँ सङ्गति हो। अनि दोस्रो कुरा चाहिँ एक ठाउँमा भेला हुन नछोडा भन्ने कुरा उहाँको त्यो आदेश छ, आज्ञा छ। अनि एकै ठाउँमा भेला हुन नछोड्नको लागि पनि हामी सङ्गतिमा भेला हुन्छौँ। र तेस्रो कारण चाहिँ हामी देख्छौँ मत्ती 6:33 पदमा त्यहाँनिर लेखेको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। पहिला चाहिँ के गर, उहाँको राज्य अनि धार्मिकताको खोजी गर, त्यसपछि यी सबै थोक तिमीलाई थपिनेछ अघि। पहिला हामीले आफ्नो राज्यलाई खोजी गर्ने होइन, आफ्नो इच्छालाई, चाहनालाई, अभिलाषालाई, आकाङ्क्षालाई स्वार्थमय पूर्ण जीवन जिउने होइन, हाम्रो इच्छाका कुराहरूलाई, हाम्रो आवश्यकताको कुराहरूलाई खोजी गरेर समय बिताउने होइन। यदि हामी प्रभुका मानिस हौँ भने पहिला चाहिँ परमेश्वरको राज्य र धार्मिकतालाई खोज्नु पर्यो, त्यसपछि भनेको छ यी सबै कुरा तिमीलाई थपिनेछ। हालेलुया। अनि तेस्रो चाहिँ मैले भने आउनु सङ्गतिमा, मण्डलीमा आउनु, सङ्गतिमा भेला हुनुपर्ने चाहिँ परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नुपर्ने हो। धेरैजना मानिसहरूले परमेश्वरको इच्छाको खोजी गर्दैनन्, तर आफ्नो खोजी गरेको हामी देख्छौँ। धार्मिकता भनेको चाहिँ के हो? अनि हामीले इच्छा गरेको, चाहेको जस्तो क्रियाकलाप गर्ने कुराहरू होइन, चाहेको जस्तो हुने कुरा होइन, तर परमेश्वरको इच्छा अनुसार जिउनु, परमेश्वरको इच्छा गर्नु चाहिँ त्यो धार्मिकताको कुराहरू हो। अनि त्यस कारण हामी कसको इच्छा अनुसार गरिराखेका छौँ? ख्रीष्ट येशूलाई पाउनुभन्दा अगाडि हामी आफ्नै इच्छामा जिएका थियौँ, आफ्नै आकाङ्क्षामा हामी चल्थ्यौँ, तर अब हामी प्रभुका भइसकेका छौँ अनि उहाँको इच्छा अनुसार जिउने, उहाँको अधीनमा चल्ने छोरा अनि छोरीहरू हामीहरू चाहिँ हुनु जरुरी छ। यस कारण गर्दा म तपाईँहरूलाई भन्न चाहन्छु अनि यी कुराहरूमा। अनि अर्को कुरो हामी यही बुदामा हामी देख्न सक्छौँ, रोमी 14:19मा यसैले हामी ती कुराहरूको अनुसरण गरौँ जसले शान्ति ल्याउँछ अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। अघि एउटाले अर्कालाई आत्मिक उन्नति गराउँदछ। विशेष यहाँ भनेको कुरा चाहिँ के छ? यसैले हामी यी कुराहरूको ती कुराहरूको अनुसरण गरौँ जुन कुराले हामीलाई शान्ति ल्याउँदछ, असल कुराहरूको हामीले
अनुसरण गर्नुपर्छ। असल कुराको चाहिँ हामीले उदाहरणलाई चाहिँ त्यसलाई चाहिँ अवलम्बन गर्नुपर्दछ। त्यस कारणले गर्दाखेरि नराम्रो खराब कुरा होइन, जुन कुराले चाहिँ हामीलाई शान्ति दिन सक्दछ, जुन कुराले आत्मिक कुरामा हामीलाई उन्नति गराउने काम गर्दछ। रोमी 15 अध्याय 1 देखि 3 पदसम्म हामी हेर्नेछौँ। यहाँनिर चाहिँ यस्तो लेखेको छ, विश्वासमा दरिला हुने मानिसले आफैलाई मात्र खुसी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई हामीले प्रसन्न राखौँ, किनकि ख्रिस्टले पनि आफैलाई प्रसन्न पार्नु भएन। जसो लेखिएको छ, तपाईँलाई निन्दा गर्नेहरूको निन्दा म माथि पर्यो। यी पदहरूबाट हामीले यी कुराहरू थाहा गर्न सक्छौँ। एक पद यहाँ 15 अध्यायको 1 पदमा भन्ने कुरा चाहिँ आत्मिक रूपमा हामीले आफैलाई मात्रै एउटा बलियो र सक्षम ठानेर बस्ने होइन कि आफू मात्रै सक्षम हुने होइन कि आफूभन्दा कमजोरीलाई स्वीकार गरेर आफूभन्दा दुर्बललाई स्वीकार गरेर उसलाई पनि आत्मिक कुरामा सहायता गर्ने, उन्नति हुनको लागि मद्दत गर्ने, उसलाई पनि प्रभुमा डराउने कामहरू सिकाउने कुराहरूमा हामीले त्यो कामहरू गर्नु जरुरी छ। र दोस्रो 2 पदमा भनेको चाहिँ अरूको, हाम्रो छिमेकीहरूको आत्मिक उन्नतिको भलाइको लागि पनि हामीले सहायताको लागि उभिनु पर्दछ। त्यो कुरा चाहिँ हामीले चाहनु पर्दछ, त्यो कुरालाई हामी मेहनत गर्नु पर्दछ। हामी मात्रै ठिक हो, म बलियो भयो भने भइहाल्यो भन्ने प्रकारको कुराहरू होइन कि हाम्रो छिमेकीहरूको पनि, हाम्रो एक अर्काको पनि आत्मिक उन्नतिको भलाइको निम्ति पनि हामीले मेहनत गर्नु पर्दछ। आत्मिक उन्नतिको लागि उसको लागि पनि सहायता गर्ने कुराहरू चाहिँ हामीले त्यो कुरा बिर्सनु हुँदैन। र तेस्रो कुरामा, तेस्रो 3 पदमा लेखेको कुरा हामी देख्न सक्छौँ, ख्रिस्टमा उहाँमा तपाईँमा आउने निन्दा म माथि पनि आइपरेको छ। यो कुराबाट हामी बुझ्न सक्दछौँ कि ख्रिस्ट येशूले पनि कहिले पनि आफूमा सहजता चाहनु भएन, सुविधा उहाँले लिन इच्छा गर्नु भएन, ताकि हाम्रो निम्ति उहाँले पनि उदाहरण पेश गर्नुभएको छ कि हाम्रो आत्मिकी उन्नतिको लागि, भलाइको लागि, आत्मिक जीवनको लागि उहाँले पनि स्वयं आफ्नो जीवनलाई जिउँदो बलिको रूपमा अर्पण गर्नुभएको कुरा हामी देख्न सक्छौँ। त्यस कारणले गर्दा म तपाईँ सम्पूर्ण मण्डली प्रियहरूलाई भन्न चाहन्छु कि हामी आफू मात्रै बाँच्ने, हामी आफू मात्रै खुसी रहने कुराहरू होइन आत्मिक रूपमा, कि हामी अरूको लागि पनि वास्ता गर्ने व्यक्तिहरू हुनुपर्दछ। त्यसको लागि कहाँ जानु पर्दछ? सङ्गतिमा, मण्डलीमा भेला हुनु जरुरी छ। अनि हामी दोस्रो बुँदामा जानेछौँ। दोस्रो बुँदा चाहिँ हाम्रो आत्मिक वृद्धि विकासको लागि पनि हामी सङ्गतिमा भेला हुनु जरुरी छ। हाम्रो आत्मिकी वृद्धिको लागि, विकासको लागि हामीहरू चाहिँ जीवित प्राणीहरू हौँ। अनि यो पुलपिट चाहिँ के हो? जीवित हो? होइन नि, निर्जीव कुराहरू होइन। त्यस कारण यो बढ्छ बढ्दैन, जस्तो बनाए त्यस्तै हुन्छ। तर हामी जीवित प्राणीहरू भएको हुनाले हामीहरू चाहिँ बढ्छौँ, हाम्रो अङ्गहरू विकास हुनुपर्दछ। यदि हामी बढ्दैनौँ भनेदेखि त्यो चाहिँ त्यसलाई नबढ्नेलाई चाहिँ कुपोषण लागेको, बाम पुड्के होइन, त्यो त रोगी, त्यो प्रकारको संज्ञा हामीले दिन्छौँ होइन र। त्यस कारण गर्दाखेरि हामीहरू पनि जीवित हौँ भनेदेखिलाई हामी आत्मिक रूपमा वृद्धि भएको, विकास भएको प्रभु चाहनुहुन्छ, त्यो बढ्नु पनि पर्छ। यसको विषयमा हिब्रूको पुस्तक 5 अध्याय 12 देखि हामी 14 पदसम्म हामीले हेर्नेछौँ। अनि म तपाईँहरूको बिचमा पढेर पनि सुनाउँछु। किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नु पर्ने थियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनु परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दुध चाहिन्छ। दुध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। अनि खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको
मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुटाउन सक्ने भएको हुन्छ भनेर यहाँनिर प्रभुको वचनमा उल्लेख गरेको छ। अघि यहाँनिर भनेको कुरा चाहिँ किनकि यति बेलासम्म तिमीहरू चाहिँ के छौ त, तिमीहरू शिक्षक भइसक्नु पर्ने, सिकाउने व्यक्ति भइसक्नु पर्ने, तर तिमीहरूलाई यति बेलासम्म अरू कसैले आएर परमेश्वरको वचनबाट, परमेश्वरको वचनको आधारभूत शिक्षा सिकाउनु परेको छ। तिमीहरूले त खँदिलो भोजन खानुपर्ने हो, तर अझै पनि तिमीहरू चाहिँ दुध नै पिउने इच्छा गर्छौ, दुध नै चाहिराखेको छ तिमीहरूलाई भनेर यहाँनिर भनिएको छ। कि हामीहरू पनि, मैले याद गर्दछु, अझै 20औं वर्ष भइसक्यो मण्डलीमा गएको, प्रभुलाई विश्वास गरेको 30औं वर्ष भइसक्यो होइन, अनि चर्चमा आएको 5-10 वर्ष भइसक्यो प्रभुलाई ग्रहण गरेको, तर अझै पनि हामी के चाहन्छौँ? अझै पनि प्रार्थना गरिदिनुहोस् न, बाइबलबाट सिकाउनुहोस् न, अझै पनि अनभिज्ञ छौँ हामीहरू, केही पनि जान्दैनौँ। अघि अब त हामी सिकाउन सक्ने हुनुपर्ने हो, सिकाउन सक्ने व्यक्तिहरू हुनुपर्ने, अब शिक्षक हुनुपर्ने, अरूलाई आत्मिक उन्नतिको लागि हामीले डोराउने, अरूको निम्ति उत्साहको पात्र हुनुपर्ने थियो, तर हामीहरू चाहिँ जस्ताको तस्तै भइराखेको छौँ, जहाँको त्यहीँ नै छौँ। त्यस कारणले गर्दाखेरि यहाँ भनेको छ तिमीहरूलाई खँदिलो, तिमीहरूलाई भोजन होइन, तिमीलाई दुध नै पिइराख्ने इच्छा गरिराख्छौ। अनि दुध मात्र खाएर बस्ने मानिसहरू चाहिँ धार्मिकताको वचनमा निपुण हुने छैन भनिकन भन्छ। दुध मात्र पिइराख्ने मानिस चाहिँ परमेश्वरको वचनमा परिपक्व हुँदैन, त्यो चाहिँ कमजोरै भइराख्ने छ, धार्मिकताको वचनको निपुणता प्राप्त गर्ने छैन, अनि त्यो चाहिँ बालकै हो भनेको छ। अनि हामी कहिलेसम्म बालक भएर बस्ने हो, तपाईँ हामीले विचार गर्नुपर्ने यो कुरामा जरुरी छ। अघि कहिलेसम्म हामी बालकै भइबस्ने हो, कहिले हामी जवान हुने, कहिले वृद्ध हुने, कहिले वयस्क हुने, यो चाहिँ आत्मिक जीवनमा। अनि म तपाईँलाई भन्न चाहन्छु हो कि अनि हामी परमेश्वरको वचन चाहिँ सिक्ने इच्छा चेष्टा हामीले राख्नु पर्दछ। अनि त्यहाँनिर भनेको छ खँदिलो भोजन चाहिँ परिपक्व मानिसहरूको लागि हो। त्यो खँदिलो भोजन चाहिँ यदि हामी परमेश्वरमा, ख्रीष्ट येशूमा एउटा परिपक्व विश्वासी छौँ भनेदेखिलाई हामी साँच्चै नै त्यो परमेश्वरको कडाभन्दा पनि कडा वचनलाई खान सक्छौँ, लिन सक्छौँ, बुझ्न सक्छौँ। यदि हामीहरू परिपक्व नै हुन चाहँदैनौँ, जहिले पनि बालकै भइबस्ने इच्छा गर्छौँ भनेदेखिलाई कहिल्यै पनि हामीले त्यो खँदिलो परिपक्व भोजन खान सक्दैनौँ, अनि कहिल्यै पनि आत्मिक रूपमा हाम्रो वृद्धि र विकास हुँदैन। अनि यहाँ भनेको छ यिनीहरूको निरन्तर मानसिक शक्ति अभ्यासद्वारा के भइराखेको हुन्छ, अभ्यासद्वारा यिनीहरूको चाहिँ के असल र खराब छुटाउन सक्ने भएको हुन्छन् भनेको छ। विशेष गरिकन यसको प्रमाण चाहिँ के हो त भनेदेखिलाई मानसिक शक्ति हामी एकदमै अभ्यास गरिरहन्छौँ, परमेश्वरको वचन सुन्ने, सिकाउने, पढ्ने कुराको अभ्यास गर्छौँ भने हामीमा भिन्नता के हुन्छ भने मानसिक शक्ति भनेको छ त्यो चाहिँ के हुन्छ, निरन्तरको अभ्यासद्वारा चाहिँ त्यो चाहिँ परिपक्व भएको हुन्छ। असल र खराब छुटाउन सक्ने ज्ञान परमेश्वरले दिएको हुन्छ, असल र खराब छुटाउन सक्ने त्यो क्षमता हामीले प्राप्त गरेको हुन्छौँ। त्यस कारणले गर्दा मण्डली प्रियहरूलाई म भन्न चाहन्छु यो कुन ठिक हो कुन बेठिक हो छुटाउन सक्ने ज्ञान प्राप्त गर्नको लागि परमेश्वरको वचनको गहिराइमा हामी डुब्नुपर्छ, परमेश्वरको वचनमा अध्ययनमा हामी लाग्नु पर्दछ भनेर म तपाईँलाई अनुरोध गर्न चाहन्छु। हामी कहिलेसम्म बालकै भइबस्ने हो, कहिलेसम्म अरूबाट माया मात्रै पाइबस्ने हो, कहिलेसम्म अरूबाट हामी विचार मात्रै भइबस्ने हो कि कहिले तपाईँ हामी जवान हुने, कहिले शिक्षक हुने हो, यो कुरामा हामीले विचार गर्नुपर्दछ। अनि प्रभुको वचन तपाईँहरूले अहिले पनि कति व्यक्तिले ध्यान दिएर सुनेको जस्तो मलाई लागेको छैन। अघि म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि तपाईँ हामी जब परमेश्वरको वचनमा ध्यान दिएर सुन्छौँ, पढ्छौँ, तपाईँ हामी सबैजनाको हातमा
प्रभुको वचनको बाइबल छ त्यो कुरालाई हामीले एकदमै अध्ययन गर्नुपर्दछ, एकदमै हामीले पढ्नुपर्दछ, जसमा जीवन छ, जसले अनन्त जीवन दिँदछ, जसले हामीले असल कुराको मार्गदर्शन हामीलाई डोराउँदछ। त्यो कुरामा हामीले ध्यान दिनु जरुरी छ। म तपाईँहरूलाई यो कुरामा जोड दिन चाहन्छु। अनि हामीहरू हिष्टपुष्ट हुन चाहन्छौँ आत्मिक रूपमा हो भनेदेखिलाई परमेश्वरको वचनमा हामी परिपक्व हुने छोराछोरीहरू हुनुपर्दछ। तपाईँलाई एउटा उदाहरण दिउँ, विशेष गरिकन तपाईँलाई थाहा छ एउटा दाउरा पोल्दाखेरि आगो बाल्दा दाउरा धेरै टुक्रा दाउराहरू हामी हाल्छौँ होइन। त्यस कारणले गर्दाखेरि त्यहाँ आगो बाल्दाखेरि के देखिन्छ, त्यहाँनिर एकदमै ठुलो राप आएको हुन्छ। जाडो महिनामा आगो ताप्नु सबैजनालाई मजा लाग्छ, लाग्दैन तपाईँहरूलाई? लाग्छ नि होइन। त्यस कारणले गर्दाखेरि धेरै दाउरा हालेर मजाले त्यहाँनिर आगो हामीले लगायौँ भनेदेखिलाई ठुलो के आउँछ, राप आउँछ कि आउँदैन? एकदमै ठुलो राप आउँछ अनि दननन त्यो बलेर मजा आउँछ। तपाईँ याद गर्नु, हल्ला हुँदैछ यहाँ, हल्ला नगर्नुहोस् है। अनि त्यसपछि त्यो दाउराको थुप्रोबाट तपाईँले एउटा दाउरा निकालेर अलिक पर लिएर जानुहोस्। अनि त्यो थुप्रो दाउराबाट आएको राप र त्यो एउटा दाउराबाट आएको रापमा एउटै हुन्छ कि भिन्नता हुन्छ होला? भिन्नता हुन्छ। दिदीबहिनी चाँडो छन् उत्तर दिनलाई, हो कि भिन्नता हुन्छ नि? किनभनेदेखि त्यो ठुलो धेरै थुप्रोबाट आएको के हुन्छ, तातो हुन्छ, ठुलो रापताप हुन्छ, एकदमै तातो। अनि त्यो एक्लै दाउरा त निप्दै पो जान बेर लाउँदैन, हो कि होइन? त्यस कारण गर्दाखेरि सङ्गतिमा पनि तपाईँ सङ्गतिमा नआउँदा, सङ्गतिमा भेला नहुँदा त्यो एक्लो दाउरा छुट्याइएको जस्तै हामी पछाडि पर्नेछौँ, एक्लिने छौँ, हामीहरू एक्लोपना हुनेछौँ। अनि हामी आत्मिक रूपमा निप्दै जानेछौँ, निप्दै अलग्गिँदै। त्यस कारण म तपाईँहरूलाई भन्न चाहन्छु हामीहरू चाहिँ सङ्गठित भएर एकत्रित भएर त्यस कारण प्रार्थनामा अनि हरेक सामूहिक सङ्गतिमा भेला हुनुपर्छ। यो कुरामा जरुरी छ भनेर हामी जोड दिनको कारण चाहिँ त्यो हो, ताकि हाम्रो विश्वासीहरू त्यो आत्मिक रूपमा ननिभेको होस् अनि आत्मिकी जुन प्रकारको रापतापबाट तपाईँहरू अलग नहुनु भएको होस् भनेर हाम्रो इच्छा हो हामी पास्टरको। त्यस कारण म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु हरेक सङ्गतिमा हामी भेला भइकन त्यो आत्मिक लाभ हामी उठाउने छौँ। आमेन। अब हामी तेस्रो बुँदामा जानेछौँ। अनि तेस्रो बुँदा चाहिँ हामीहरू उदाहरणको जीवन जिउन पनि सङ्गतिमा जानुपर्छ। तेस्रो बुँदामा उदाहरणको जीवन जिउनको लागि सङ्गतिहरूमा, मण्डलीहरूमा हामीले किन भेला हुनु जरुरी छ भन्ने विषयमा हामी यहाँ हेर्नेछौँ। दोस्रो तिमोथी 4:12 भनेको कुरा हामी त्यहाँ पाउँदछौँ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर तिमीहरूका लागि बोली वचन, आचरण, प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। के बन? उदाहरण बना भनेको छ, कि? अनि विशेष गरिकन जवान छौ भन्दाखेरि तपाईँहरू भन्दै हुनुहुन्छ होला म त बुढा भइसकेँ, यो त जवानहरूलाई मात्रै भनेको होइन। तपाईँ आत्मामा हामी सबैजना भर्खरको जवान बालकै हो, कतिजना चाहिँ बालकै हो, शरीरमा मात्रै बुढो हो कि। जस्तो मैले हिजो पनि प्रार्थना के कहाँ भन्दै थियो, मेरो कपालमा कालो लगाएन भने यो सेतै छ, फुलिसकेको छ। म शरीरमा धमाधम वृद्ध हुँदै गइराखेको छु, तर आत्मामा म के छु? जवानै छु। त्यो जवानीपनाको जोस कस्तो हुन्छ, हो कि? 20-30 वर्षको जवान केटीकेटालाई सोध्नुहोस् न कस्तो हुन्छ जवानको जोस, हो कि? त्यो प्रकारको आत्मिकी जोस तपाईँ र हामीमा हुन पर्दछ। त्यस कारणले गर्दाखेरि जो आत्मिकी जोस भएको बेलामा तिमीहरूलाई अरू कसैले पनि जवान छौ भन्दैमा तुच्छ नठानुन्, हेला नगरुन्। त्यो प्रकारको दाग लागेको मानिसहरू जस्तो अरू जस्तो नहौ, तर तिमी चाहिँ विश्वासीको अगाडि के हो भनेको छ? बोली वचनमा, चालचलनमा, प्रेममा, शुद्धतामा, विश्वासमा तिमीहरू चाहिँ एउटा उदाहरण बन है।
ताकि सबैले तिमीहरूलाई देखुन् भनेर भनेको छ। बोली वचनको कुरा गर्दाखेरि मलाई एफिसी 4 अध्याय त्यसको 29 पदको याद आउँछ। त्यहाँनिर भनेको छ, तिम्रो मुखबाट कुवाक्यलाई ननिकाल, कुवाक्य ननिकाल, तर समय सुहाउँदो मिठो सुधारको निम्ति मिठो वचन मात्र बोल्ने गर, ताकि सुन्नेहरूलाई पनि के मिलोस्? अनुग्रह मिलोस् भनेको छ। सुन्नेहरूलाई पनि अनुग्रह मिलोस्। हाम्रो मुखबाट, हामी प्रभुलाई पाएका मानिसहरूको मुखबाट, प्रभुको जनहरूको मुखबाट कुवाक्यहरू ननिस्कोस्। अनि बोल्नुभन्दा अगाडि पनि हामीले के बोल्दैछौँ भनेर होसियारी बनाउनु पर्ने कुरा यहाँनिर छ, ताकि अरूलाई समय सुहाउँदो सुधारको निम्ति मात्रै मिठो वचन हाम्रो मुखबाट निस्क्यो भने अरूलाई चाहिँ अनुग्रह मिल्नेछ। आमेन, अनुग्रह मिल्नेछ। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई भन्न चाहन्छु, प्रिय दाजुभाइ दिदीबहिनीहरू, बोली वचनमा हामी विशेष गरिकन प्रेममा, मानिसहरूले हाम्रो जीवनमा प्रेम देख्न सकुन्, आचरणमा, विश्वासमा हामीले विश्वस्तता दिलाउन सकौँ, हामीहरू विश्वसनीय हाम्रो जीवनमा मानिसहरूले देख्न सकुन्। अनि यो कुराको उदाहरण विश्वासीहरूले हामीलाई देख्न सकुन् भनेको छ र अरू सबैजना मानिसहरूले। यस कारण गर्दाखेरि अर्को कुरो चाहिँ तीतस 2:7-8 पदलाई पनि हामीले हेर्नेछौँ। त्यहाँनिर पनि यहाँ यस्तो लेखेको छ, सबै कुरामा असल कामको नमुना भई तिमीले आफूलाई देखाऊ र तिम्रो शिक्षामा इमान्दारी, गम्भीरता र कसैले निन्दा गर्न नपाउने ठिक बोली होस्, ताकि हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस् भनेको छ। शर्ममा परोस् भनेको छ कि। अनि यो चाहिँ हामी के भनेको हामी पाउँदछौँ भनेदेखिलाई विशेष गरिकन सबै कुरामा असल कामको नमुना भई हामीले देखाउनु पर्ने। सबै कुरामा, एउटा कुरामा मात्र होइन, ताकि सबै कुरामा सबैको अगाडि नमुनाको भएर, हामी उदाहरणको भएर, असल व्यक्ति भएर हामी अरूको लागि प्रस्तुत हौँ। हामीले दिने शिक्षाहरूमा, बोली वचनमा, अनि त्यहाँनिर बोली वचनको कुरा दिने शिक्षाहरूमा चाहिँ गम्भीरता होस्, इमान्दारिता होस्, गहकिलो कुरा होस् भने गम्भीरता प्रकारले हामीले शिक्षा दिनुपर्ने, त्यसमा इमान्दारी होस्, त्यहाँ कुरा भनेको हामी पाउँदछौँ, ताकि हामीहरू चाहिँ सुधारको निम्ति मिठो वचन मात्रै बोल्ने गरौँ, अरूले निन्दा गर्दाखेरि पनि भनेको कुरा हामी बुझ्न सक्दछौँ, ताकि हाम्रो शत्रुहरूले, हाम्रो विरोधीहरूले हामीलाई औँलाउँदाखेरि कुनै पनि दोष तपाईँ र मेरो जीवनमा नभेटाइकन उनीहरू चाहिँ शर्ममा परुन् भनेको छ। त्यस प्रकारको उदाहरणीय जीवन जिउनको लागि पनि हामीहरू मण्डलीमा, सङ्गति, प्रत्येक सङ्गतिहरूमा भेला हुनु एकदमै जरुरी छ। यी कुराहरू चाहिँ हामीले सङ्गतिमा पाउँछौँ, मण्डलीमा पाउँछौँ। अनि धेरैजना चाहिँ बहाना गरेर सङ्गतिमा नआएको कुरा हामी देख्न सक्छौँ। धेरैजनाको बहाना गर्ने अघि मैले थुप्रै बहानाको कुराहरू गरेँ। अनि सुरुमा मानिसलाई के हुन्छ, बहाना गर्ने बानी हुन्छ। बानी भइसकेपछि आदतमा लाग्छ, परिणत हुन्छ। अनि आदतमा परिणत भइसकेपछि मानिसहरू चाहिँ के हुन्छ, अनि ऊ चाहिँ सङ्गतिमा आउँदैन। त्यसपछि नआउने बानी नै भइसकेपछि उसको हृदय कठोर हुन्छ। कठोर भइसकेपछि पतन हुन्छ। पतन भएपछि कहाँ जान्छ? पतन भएपछि अन्धकारमा जान्छ। अनि हामी प्रभुका उज्यालो ज्योतिका मानिसहरू सबै अन्धकारमा हामीहरू जान्छौँ, अघि। अनि म मत्तीको पुस्तक त्यसको 5 अध्याय 14देखि 16सम्म हो, तर यहाँनिर टाइपिङमा चाहिँ मेरो विचारमा 13देखि हुनुपर्ने हो, यहाँ 14देखि रहेछ। मत्तीको पुस्तक 13देखि 16 पदसम्म हो। अनि त्यस कारण गर्दाखेरि म तपाईँहरूलाई यहाँनिर पनि एउटा उदाहरण दिएको छ। अनि विशेष गरिकन त्यो उदाहरण चाहिँ के हो भन्नुहुन्छ भने, तिमीहरू पृथ्वीका नुन हौ, अनि नुनको स्वाद गयो भने केले नुनिलो दिन्छ, नुनिलो पार्ने र त्यो त बाहिर फ्याँकिन र मानिसले कुल्चन बाहेक अरू के नै पो कामको हुन्छ र भनेको छ। र अर्को कुरा चाहिँ डाँडामाथि तिमीहरू चाहिँ संसारको ज्योति हौ, अनि डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन भनेर त्यहाँनिर भनेको छ। अनि मानिसले बत्ती बालेर पातीले त छोप्दैन, तर सामदानमा बाल्छ र त्यहाँ भएका अन्धकारहरू हटेर जान्छ भनेको छ। अनि अर्को कुरा त्यहाँ भनेको छ,
मानिसहरूको सामने तिमीहरू ज्योति झैँ चम्किनु, ताकि तिनीहरूले तिमीलाई तिम्रो सुकर्मलाई देखुन् र स्वर्गमा हुनुहुने परमेश्वरको महिमा होस् भनेको छ। आमेन। तपाईँले बाइबल हेर्नुभयो, मैले नहेरिकन पढिराखेको छु, त्यस कारण तपाईँले बाइबललाई राम्रोसँगले हेर्नुहोस्। मैले मिस्टेक गरेँ भने पनि तपाईँले त्यहाँ भन्न सक्नुहुन्छ। अनि यहाँनिर भनेको कुरा चाहिँ नुनको कुरा गरिएको छ। नुनले के काम गर्छ हजुर? स्वाद दिने काम गर्छ नि। नुन बिनाको तरकारी स्वादिष्ट खान सक्छौँ हामीले? सक्दैनौँ, खल्लो हुन्छ नि। त्यसले गर्दाखेरि स्वाद दिने काम भएन, हामीले गर्न सकेनौँ। हाम्रो जीवनद्वारा त्यो स्वाद दिने काम, ख्रिस्टको सुवासना छर्ने काम भएको छैन भने अनि त्यो चाहिँ कुल्चिन फ्यालिन बाहेक अरू कुनै पनि काम छैन भनेर भनेको छ। अनि यूहन्नाको पुस्तक 15 अध्यायको दागको बोटको कुरा गरेको छ। कुनै पनि हाँगाले फल फलाएन भने त्यो हाँगा काटेर मिल्काउनु, घाममा सुकाउनु, आगोमा बालेर खरानीमा परिणत हुनु सिवाय केही पनि छैन भनेको छ। त्यसो भएको हुनाले हामी प्रत्येकजनाले यो कुरालाई याद गर्नुपर्ने कुराहरू छ कि अनि अर्को कुरा चाहिँ तिमीहरू डाँडामाथि बसालेको सहर हो। अनि हामी उद्धारको जीवन जिउने मानिस चाहिँ हामी जिउनको लागि चाहिँ हामी डाँडामा बसालेको सहर जस्तै मानिसहरूलाई देखिने ज्योति चम्किने मानिसहरू हामी हुनु जरुरी छ। अनि ताकि हामी अन्धकारलाई हटाउने, ज्योतिको काम के हो? अन्धकारलाई हटाउने। त्यो अन्धकारलाई हटाउने, कुरीति विकृति विसङ्गतिलाई हटाइकन परमेश्वरको राज्यमा डोराउनको निम्ति ज्योतिको सन्तान बन्नको लागि ज्योतिका सन्तानले त्यो कामहरू गर्यौँ भनेदेखिलाई साँच्चै नै परम प्रभुले हामी परमेश्वरको दृष्टिमा हामी उदाहरण योग्य छोरी छोरा हामी ठहरिनेछौँ। त्यस कारण गर्दा हामी मण्डलीमा सङ्गतिमा एउटा उदाहरणको जीवन जिउनको लागि पनि हामी भेला हुन्छौँ। यहाँनिर भनेको छ मानिसको सामने तिमीहरूको ज्योतिलाई चम्केको होस्, ताकि तिनीहरूले तिमीहरूको सुकर्मलाई देखुन्, कुकर्मलाई होइन सुकर्मलाई तिनीहरूले देख्न सकुन् र स्वर्गमा हुनुहुने परमेश्वरको महिमा होस् भन्ने कुरा हामी देख्न सक्छौँ। के तपाईँ र मेरो जीवनद्वारा त्यो अन्तिम उहाँको आगमनको दिनमा परमेश्वरको महिमा हुन्छ? हामी विचार गरौँ। भइराख्छ? हामी उदाहरणको जीवन जिएका छौँ? हामी विचार गरौँ। म तपाईँलाई भन्न चाहन्छु यो कुरामा तपाईँ ध्यान दिनको लागि तपाईँहरू ध्यान दिएर जीवनयापन गर्न विशेष म तपाईँलाई अनुरोध गर्न चाहन्छु। यो बुँदाको अन्तिम पदमा पहिलो पत्रुस 2:12 भनेको छ, अन्य जातिहरूको बिचमा तिमीहरूको चालचलन असल होस्, कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखुन् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून् भनेको छ कि यहाँनिर भनेको कुरा पनि हामी थाहा गर्नु। अन्य जातिहरूको बिचमा चाहिँ हाम्रो चालचलन चाहिँ असल हुनुपर्दछ। उनीहरूको अगाडि खराब होइन, कसैले कुकर्मी भनेर दोष लगाएको भए तापनि हामीले असल जीवनयापन गरेर दोषरहितको जीवनयापन गर्नुपर्ने, त्यो कुरालाई सहनुपर्ने कुरा हामी देख्न सक्छौँ। अब हामी चौथो बुँदामा जानेछौँ। चौथो बुँदामा चाहिँ यस्तो लेखिएको छ, तपाईँ घडीतिर नहेर्नुहोस्, मैले तयार गरेर ल्याएको कुरा चाहिँ यहाँ तपाईँहरूले सुन्नुपर्छ, मैले सक्नुपर्छ। त्यस कारण गर्दा जागर रहन र तयार हुन हामी नियमित रूपमा सङ्गतिहरूमा भेला हुनु जरुरी छ। जागर रहनको लागि, तयार हुनको निम्ति। अनि त्यो चाहिँ के हो भनेदेखिलाई मत्तीको पुस्तक 24 अध्यायको 24 पदमा, यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसहरूको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनुहुनेछ। अनि यो चाहिँ 24 र 25 पदको 13मा चाहिँ 24 पदको 24 अध्यायको 44 पदमा चाहिँ यहाँनिर चाहिँ तारी हुने कुरा लेखिएको छ भनेदेखिलाई 25 को 13मा, मत्ती 25 को 13मा, मर्कुस 13 को 37मा भनेको कुरा चाहिँ के छ भनेदेखिलाई विशेष गरिकन यहाँ चाहिँ जागा रहने भन्ने विषयमा छ। ताकि परमेश्वरको उद्देश्य एउटै हो कि ख्रिस्ट येशूको एउटै उद्देश्य छ कि उहाँको आगमन हुँदा कोही पनि नछुटुन्, कोही पनि सुतेर नबसुन्, भाती निन्द्रामा नबसुन्, पापमा फसेर नबसुन्, तर तिनीहरू चाहिँ सबैजना
परमेश्वरको राज्यमा जानको लागि तयारी अवस्थामा रहन् र जागरुक रहन् भन्नको खातिर पनि परमेश्वरले यो चेतावनी दिनुभएको कुरा ख्रीष्ट येशूले हामी पाउन सक्छौँ। नोहको पालाको याद, नोहको पालाको उदाहरण बारम्बार तपाईँहरूलाई मैले भनिराखेको छु। अघि जब नोहले जहाज बनाए, परमेश्वरले दिनुभएको आदेश अनुसार, आज्ञा अनुसार धेरै मानिसहरूले नोहलाई के भने? खिल्ली उडाए। यो बुढाको खुस्किसकेको छ, अब यो पानीमा तैरेर यो जहाज कहाँ तैराउने? त्यो समुद्र पनि छैन, तर पनि बनाएको छ। यो बुढाले के आँट्यो? धेरै मानिसले खिल्ली उडाइरहे। अनि जल प्रलयको बेलासम्ममा मानिसहरू के गरिरहेका थिए? खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए, नाचिरहेका थिए, मोज मजा गरिरहेका थिए। तर जब जल प्रलय भयो अनि जहाजको ढोका बन्द भयो, नोहको परिवार र त्यहाँ भएका सबै पशु प्राणी जोडी जोडी राख्यो। अनि त्यसको बादमा के भयो? सबै मानिसहरूले भने, नोह बाजे, नोह दाई, ढोका खोल्नुहोस् न, हामी पनि आउन चाहन्छौँ, हामी बाँच्न चाहन्छौँ तपाईँसँगै, तपाईँलाई खिल्ली उडाएकोमा माफ गर्नुहोस्। अब जति चिज चाहे पनि ढोका बन्द छ। त्यसको साँचो चाहिँ प्रभुसँग मात्रै छ, नोहसँग दया गरेर खोल्ने अधिकारै छैन। त्यस कारणले गर्दाखेरि त्यस्तै हो। त्यस कारणले गर्दाखेरि अहिले यो सचेत र जागा रहनको निम्ति, होसियारी रहनको निम्ति यो वचन आएको चाहिँ तपाईँ र मैले कसरी आत्मिक जीवन जिराखेका छौँ, कुन प्रकारको जीवन जिराखेका छौँ, ल्याङफ्याङको जीवन, हामीहरू व्यवहारिक जीवन जिराखेका छौँ कि संसारको हामी अभिलाषामा, इच्छामा, चाहनामा, स्वार्थमय जीवन जिराखेका छौँ कि कमाऊ, जमाऊ, रमाऊ, यो कुराहरू मात्र होइन प्रियहरू, हामी अर्को चाहिँ जीवन छ, त्यो आत्मिक जीवन हो। त्यसको लागि चाहिँ हामी तयारी अवस्थामा रहनु पर्दछ। किनभने कुन बेला उहाँको आगमन हुन्छ त्यो ख्रीष्ट येशू र पितालाई बाहेक, ख्रीष्ट येशूलाई पनि थाहा छैन भनेको छ, पितालाई बाहेक। त्यसो भएको हुनाले जुनसुकै बेला र अवस्थामा हामी तयारी रहनुपर्ने कुराहरू छन्, होसियारी रहनुपर्ने, स्थिर रहनुपर्ने, उहाँको बाटोलाई हेरिरहनु पर्ने छोरीछोरा, अनुशासित आज्ञाकारी जीवन जिउनु पर्ने कुराहरू छन्। त्यस कारण म तपाईँलाई भन्न चाहन्छु प्रिय मण्डली परिवारहरू, हामी जुनसुकै बेला र अवस्थामा हामीहरू होसियारी रहनुपर्छ, आत्मिक जीवनमा जागा रहनुपर्ने, प्रार्थनामा, सङ्गतिमा, बाइबल अध्ययनमा। त्यस कारण प्रभुको डर र भयमा रहनको लागि म तपाईँ प्रत्येकजनालाई अनुरोध गर्न चाहन्छु कि। अनि त्यस कारणले गर्दाखेरि तपाईँले सोलोमन राजाको कुरा गर्ने हो भनेदेखिलाई सोलोमन राजाको त्यो अन्तिममा हामी देख्न सक्छौँ, मैले जीवनमा सबै कुराहरू भोगेको छु, देखेको छु, अनुभव गरेँ, निष्कर्षमा मैले यो दुईवटा कुरो निकालेको छु। त्यो चाहिँ के हो? परमेश्वरको आज्ञालाई पालन गर्ने र उहाँको भयलाई मान्ने। त्यस कारण हामीले यो दुईवटा कुरो हाम्रो जीवनमा पालन गर्नुपर्छ। अब हामीले समय एकदमै अगाडि कुदिराखेको हुनाले म तपाईँहरूलाई अब दुईवटा बुँदा मात्रै छ। पाँचौँ बुँदामा परमेश्वरले दिनुभएको विवेकलाई सफा र शुद्ध राख्नलाई हामी नियमित रूपमा सङ्गतिहरूमा हामी भेला हुनुपर्छ। परमेश्वरले दिनुभएको विवेकलाई सफा राख्ने हो, शुद्ध राख्ने हो भनेदेखिलाई हामी सङ्गतिहरूमा भेला हुनु जरुरी छ। यसको विषयमा हिब्रू 9:14 लेखेको छ, ख्रीष्टको रगतले त झन् कति बढी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निष्कोट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभएको छ। निष्कोट बलिको रूपमा परमेश्वरका ख्रीष्ट येशू आफैले अर्पण गर्नुभएको कुरा हामी देख्न सक्छौँ, ताकि विशेष गरिकन उहाँको रगतले हाम्रो विवेकलाई मरेका कामहरूबाट त झन् बढी गरिकन शुद्ध पारेको छ। हाम्रो विवेकलाई शुद्ध पार्नको निम्ति ख्रीष्ट येशू उहाँ आफैले नै जिउँदो बलिको रूपमा अर्पण हुनुभएको छ। र यहाँनिर हामी देख्छौँ अनन्तताको आत्माद्वारा आफैलाई बलिको निम्ति अर्पण गर्नुभएको छ, उदाहरण उहाँले दिनुभएको छ भनेदेखिलाई म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि हामीहरू हाम्रो विवेकलाई शुद्ध र सफा राख्नको लागि पनि हामी
सङ्गतिमा भेला हुनुपर्ने, मण्डलीमा जानुपर्ने कुराहरू जरुरी छ। अनि म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि अनि अर्को हिब्रू 10:22 पनि लेखेको कुरा, हाम्रो हृदय खराब विवेकबाट छर्कोद्वारा चोखाएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीपमा जाउँ भनेर यहाँनिर भनेको कुरा हामी देख्दछौँ। अघि हाम्रो हृदय खराब कुराले भरिएको भए तापनि, हामी दुष्ट विचारमा हाम्रो विवेकलाई गाह्रो पारेको भए तापनि, हामी परमेश्वरको रगतले, परमेश्वरको वचनबाट हामीलाई शुद्ध गर्नेछ। त्यो पानीले धुएर भन्दा पनि ख्रीष्ट येशूको रगतले तपाईँ र मेरो विवेकलाई अघिबाटै शुद्ध गरिसकेको छ। उहाँको वचनले तपाईँ र मलाई अघिबाटै हामीलाई शुद्ध गरिसकेको छ। त्यो कुरामा विश्वास गरेर, त्यो परमेश्वरको वचनमा भरोसा गरेर हिँड्ने छोरीछोरा हामी हुनुपर्दछ। अनि म तपाईँलाई यही कुराहरू अनुरोध गर्न चाहन्छु। अनि अर्को कुरो चाहिँ पहिलो तिमोथी 4:2 मा भनेको छ, झुट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हो कि झुट बोल्ने मानिसहरूका छलद्वारा नै यो विभिन्न खराब हृदय आउनु उत्पन्न हुन सक्दछ। खराब हृदय, विभिन्न प्रकार आचरण, नराम्रो कुरा हुन सक्दछ। तर त्यस्तो मानिसको विवेक चाहिँ तातो फलामले डामेको जस्तै हो भनेर यहाँ भनेको कुरा हामी देख्न सक्छौँ। त्यसकारण गर्दाखेरि हामी जुनसुकै बेला र अवस्था परिस्थितिमा पनि हाम्रो विवेकलाई येशूको रगतले धोएर अघिबाटै शुद्ध गरिसकेको छ। अनि त्यो कुरामा हामीले विश्वास गर्नुपर्दछ। अनि हरेक सङ्गतिहरूमा जब हामी भेट हुन्छौँ, परमेश्वरको वचनले मात्रै हामीलाई शुद्ध र पवित्र निष्कलङ्क तुल्याउन सक्दछ। ती वचनहरूमा हामीले ध्यान दिनुपर्ने कुराहरू। अन्तिम बुँदा म तपाईँलाई भन्न चाहन्छु, सही प्रकारले मण्डलीलाई सञ्चालन गर्न सहायता पुर्याउनको निम्ति हामी मण्डलीमा या सङ्गतिमा हामी भेला हुनुपर्दछ सही प्रकारले। अनि यहाँनिर मत्तीको पुस्तक 16 अध्यायको 18 पदमा येशूले भन्नुहुन्छ, म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरा मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। येशू प्रभुले जहिले पनि भन्नुभएको कुरा यो छ कि म मेरो मण्डली यस चट्टानमाथि, यो पत्थरमाथि स्थापना गर्नेछु र त्यहाँ नरकका ढोकाहरूको विजय हुने छैन भन्नुभएको कुरा हामी देख्न सक्छौँ हो कि। त्यस कारण गर्दाखेरि यो कुरा चाहिँ हामी यो थाहा गर्न सक्यौँ, हामी प्रत्येकमाथि प्रभुले आफ्नो मण्डली स्थापना गर्नुपर्छ हामीमा। र अर्को कुरा चाहिँ हामी छिटो म अगाडि गइराखेको छौँ, तपाईँहरूलाई एकदमै हामीले समयले मेटो काटिसकेको छ। हाम्रो यो पछाडि पनि प्रभु भोज, त्यसपछि क्लासका कुराहरू छन् अगुवाहरूको। र म तपाईँहरूको बिचमा अर्को एफिसीको पुस्तक 4:15 मा भनेको छ, बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् ख्रिस्टमै बढ्दै जाउँ जो शिर हुनुहुन्छ। मण्डलीको शिर चाहिँ येशू ख्रिस्ट आफै हुनुभएको हुनाले अनि शरीरमा भएको विभिन्न अङ्ग प्रत्यङ्गहरू जो परमेश्वरले दिनुभएको जिम्मेवारी दान वरदानलाई प्रयोग गरेर हामीले मण्डलीलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि हाम्रो दायित्व र जिम्मेवारी मण्डलीमा भएको प्रत्येक विश्वासीलाई हो। अनि पहिलो कोरिन्थी 12 अध्यायको 12देखि 19 पद तपाईँहरूले घरमा गएर पढ्न सक्नुहुन्छ। यहाँनिर चाहिँ के छ भनेदेखिलाई दान वरदानको कुरा गरिएको छ। मण्डलीमा जस्तो यो हाम्रो शरीरमा के छ, कान छ, आँखा छ, अङ्गहरूमा होइन, नाक छ, विभिन्न प्रकारको कुराहरू छ नि। कानले के गर्छ? सुन्ने काम। आँखाले के गर्छ? हेर्ने काम। मैले मुखले बोल्ने काम गरिराखेको छु। त्यस कारण सबै अङ्गको आफ्नो काम छ। मण्डलीमा भएको विश्वासीहरूलाई पनि परमेश्वरले विभिन्न दान वरदानहरू दिनुभएको छ र हामीले त्यो दान वरदानलाई निश्चित रूपमा पहिचान गरेर, निश्चयता गरेर मण्डली सञ्चालनको लागि एउटा मण्डलीको सदस्य परिवारको हैसियतले त्यो मण्डलीलाई सञ्चालन गर्नको निम्ति एकदमै जिम्मेवारी हो त्यो सदस्यको। जस्तो अहिले मेरो
मेरो माइलो छोरा आएको छ, हामी 3 भाइ छोरा र हामी बुढीबुढा 5 जनाको परिवार छौँ। हाम्रो परिवार सञ्चालन गर्नलाई 5 जनाको उत्तिकै भूमिका हुन्छ, आफ्नो प्रकारको भूमिका। त्यस कारण गर्दाखेरि मात्रै परिवार सञ्चालन हुन्छ, होइन? त्यसै गरिकन यो ठुलो एउटा समुदाय, ठुलो एउटा सङ्ख्यामा भएको यो मण्डलीको परिवारको पनि हामीहरू आफ्नो जिम्मेवारी हुनुपर्छ। यो मण्डलीलाई सञ्चालन गर्नको निम्ति, सङ्गतिलाई सञ्चालन गर्नको निम्ति परमेश्वरले दिनुभएको दान वरदान अनुसार हामी सञ्चालित हुनुपर्दछ। त्यसपछि परमेश्वरको महिमा हुन्छ। किनभनेदेखिलाई शरीरको आदेशमा शरीरका अङ्गहरूले काम गरेर परमेश्वरले दिनुभएको संरचनामा भएर परमेश्वरको राज्यलाई विस्तार गर्ने कामको जिम्मेवारी र दायित्व हामी प्रत्येक विश्वासीहरूको। आमेन। अन्तमा मैले अलिकति अगाडि धेरै बढाएँ। अन्तमा एउटा उदाहरण दिएर प्रभुको वचनलाई म शेष गर्न चाहन्छु। सायद मैले फेसबुकमा पनि राखेको छु, तर पनि म तपाईँहरूको बिचमा यो भन्ने छु। कृपया मलाई ध्यान दिएर अन्तिम यो उदाहरण सुन्नको लागि म अनुरोध गर्न चाहन्छु। हो कि त्यो चाहिँ के हो भनेदेखिलाई भारतको आसाम राज्यमा विशेष गरिकन त्यहाँ एउटा आदिवासी गाउँ रहेछ। त्यो आदिवासी गाउँमा बेलायतबाट 150 वर्ष अगाडि केही मिसनरीहरू आएर सुसमाचार सुनाएछन्। त्यसपछि त्यहाँ एउटा परिवारले प्रभुलाई विश्वास गरेछ, नोक्सेन नाम गरेको परिवारले। उसको 2 भाइ छोरा, कति भाइ? अनि 1 श्रीमती गरी 4 जनाको परिवार रहेछ। त्यसको बादमा उनीहरूले विश्वास गरे। त्यो मुखियाको शासन रहेछ त्यो गाउँमा। अनि मुखियाले भनेछ, यो कुरा खबर पाएपछि सबै गाउँलेहरूलाई बोलायो र उनीहरूको हातमा लाठी र तरवार थियो, भाला र तरवार थियो। त्यसपछि नोक्सेनको परिवारलाई पनि बोलाऊ भने बोलायो। नोक्सेनको परिवारलाई बिचमा राख्यो र भन्दछ नोक्सेनलाई, तैँले के येशू ख्रिस्टलाई, यो धर्मलाई अपनाएको हो, विश्वास गरेको हो? नोक्सेनले भन्दछ हो। तैँले छोड। उसले भन्दछ म छोड्दिनँ, येशूको पछि हिँड्ने मैले निर्णय गरेको छु, म फर्किँदिनँ। हो कि म फर्किँदिनँ। त्यसपछि मुखियाले के गर्यो? मुखियाले सबैको अगाडि आदेश दियो, यसको 2 भाइ छोरालाई यहाँ अगाडि ल्याऊ। अनि तरवार, भाला, छुरीले हानेर मारिदियो। अब बाउ आमाको अगाडि नै 2 भाइ छोरालाई मारिदिए, प्रभुलाई नछोडेको कारण गर्दा। त्यसपछि के भयो? उसले भन्दछ अझै म तँलाई मौका दिन्छु मुखियाज्यू। मुखियाले भन्दछ नोक्सेनज्यू, अझै तिमीलाई एउटा मौका दिन्छु। तिमीले तिम्रो येशूलाई छोड्यौ भने तिम्रो श्रीमतीलाई म केही गर्दिनँ। के भने थाहा छ तपाईँले? नोक्सेनले, मेरो आमाले छोडे पनि, मेरो बाबाले छोडे पनि, संसारमा म एक्लो भए पनि, कसैले मलाई त्यागे सबैले मलाई त्यागे तापनि, म एक्लो भए तापनि म मेरो येशूलाई छोड्दिनँ। मेरो येशूको पछि म हिँड्ने नै छु। मुखियालाई साह्रो रिस उठ्यो। अनि मुखियाले आदेश दियो अनि उसको श्रीमतीलाई पनि तरवारले काटेर के गर्यो? मारिदियो। अन्त्यमा को बाँकी रहेको छ? को बाँकी रह्यो? नोक्सेन। नोक्सेनलाई भन्दछ अन्तिम मौका दिन्छु मिस्टर नोक्सेन। त्यो चाहिँ के हो भनेदेखिलाई, तैँले तेरो येशूलाई अझै पनि मेरो आँखा अगाडि इन्कार गरिस् भने म तँलाई केही पनि गर्दिनँ। नोक्सेनले भन्दछ माटोको यो क्षणभङ्गुरको शरीर माटोमा नमिलेसम्म, अर्थात् क्रुस मेरो अगाडि, संसार मेरो पछाडि भए तापनि म कहिल्यै पनि मेरो येशूलाई त्याग्दिनँ। अनि सुन्नुहोस्, त्यसपछि के भयो? मुखियाले के गर्यो? नोक्सेनलाई पनि खतम पारिदियो। अनि तरवारले हानेर भालेर रोपेर मारिदियो। त्यसको बादमा के भयो? सबै गाउँले आफ्नो घरमा गए। त्यसपछि के भयो? मुखिया पनि घरमा फर्क्यो। अनि मुखियालाई यो घटनाप्रति मुखियाले घरमा गएर धेरै सम्झ्यो। जब 2000 वर्ष अगाडि आएर एउटा येशू नाम गरेको व्यक्ति यो धरतीमा क्रुसमा चढेर मरेको येशूप्रति के कस्तो किसिमको प्रेम र लगाव हो यो नोक्सेनमा। किनभनेदेखि उसको सबै परिवार यही येशूको कारण गर्दाखेरि मर्यो। के रहेछ? बाइबल पढ्न थाल्यो नोक्सेनले। त्यसपछि केही दिनपछि नोक्सेनले प्रभुलाई ग्रहण गर्यो। हालेलुया।
प्रभु र मुक्तिदाता भनिकन स्वीकार गर्यो। अनि नोक्सेन अनि माफ गर्नुहोस्, उसले मुखियाले ग्रहण गरिसकेपछि त्यो आदिवासी गाउँका सबै मानिसहरूले प्रभुलाई फेरि विश्वास गरे। हालेलुया। अनि त्यो गाउँ चाहिँ क्रिस्चियन गाउँ बन्यो। हामीहरू सङ्गतिमा समय दिनको लागि कन्जुसाइ गर्छौँ, बहाना गर्छौँ, तर यो मान्छेहरूले, नोक्सेनको परिवारले जीवनै बलिदान गरे। हामी सानो कुरामा बहाना गर्छौँ, प्रभुलाई दिनलाई, सङ्गतिमा दिनलाई, समय दिनलाई, कुनै पनि आर्थिक भौतिक कुरा दिनलाई बहाना गर्छौँ, लोभ गर्छौँ। तर नोक्सेनको परिवारले त आफ्नो जीवनै समर्पण गरे। देख्नुहुन्छ तपाईँले? त्यस कारणले गर्दाखेरि हामी ख्रिस्टको पछाडि हिँड्नको लागि आफ्नो क्रुस उठाउन तयारी भयो। म तपाईँलाई भन्न चाहन्छु, प्रिय मण्डली परिवारहरू, हामी एकदमै होसियारीको जीवन हामीले जिउनु पर्दछ। जागर रहने, सचेत रहने, आज्ञाकारी, विश्वासी, समर्पणताको जीवन जिउने छोरीछोरा हौँ। र हामीले अब यो विभिन्न घटनाहरूको उदाहरण सुनेर के साँच्चै हरेक सङ्गतिमा, हरेक समय प्रभुलाई दिनको लागि हामी तयारी छौँ। प्रभुको स्तुति होस्।